नेपाल सरकारद्वारा विज्ञान शिक्षक समाज कर्णाली प्रदेशको आयोजनामा सुर्खेत जिल्ला प्याप्सनको समन्वयमा सुर्खेत जिल्लाका कक्षा 11 र 12 का बायो ग्रुपका विद्यार्थीहरूको बायो ओलम्पियाडको परीक्षा साउथ एसियन स्कलर्स एकाडेमीमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय सदस्य चन्द्रलाल सापकोटालाई आमन्त्रण गरिएको थियो। साँच्चै नै भन्ने हो भने यो कार्यक्रम हामीले हाम्रो स्थान कर्णाली प्रदेशका अध्यक्षज्यू र मैले सल्लाह गरेर यो कार्यक्रमलाई कर्णाली प्रदेशमा भव्य रूपमा सफल बनाउन अझ हामी समय थोरै भयो, अझ यसलाई बृहत गर्ने हाम्रो सोच थियो। तैपनि छोटो समयमा यहाँ आइदिनु भयो। यहाँ सम्पूर्णलाई स्वागत गर्न चाहे यहाँ सम्पूर्णलाई र अतिथिज्यूहरूलाई प्रमुख अतिथिज्यू लगायत सम्पूर्णलाई स्वागत गर्न चाहे। साँच्चै नै भन्ने हो भने बायो ओलम्पियाड, यो बायो ओलम्पियाड बायो सम्बन्धीका कुराहरू मात्रै थुप्रै छ। अब बायो पढेको 11-12 का विद्यार्थी भाइ बहिनीहरूले के कति पढ्नु भएको छ, यहाँका चाहिँ प्रतिभाहरू के छन्, कस्तो छ, यसको खोजी नीति गर्नको लागि नेपाल स्थानले चाहिँ यो आयोजना गरेको विशेष हो र जिल्ला प्याप्सनको समन्वयमा यो कार्यक्रम सञ्चालन भएको छ। र यति भन्दै म धेरै कुरा भनिन, यहाँहरू सम्पूर्णलाई स्वागत गर्दै म बिदा हुन्छु। धन्यवाद। प्याप्सन सुर्खेतका अध्यक्ष छत्र बडुवालको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा कक्षा 11 र 12 का विद्यार्थीहरूका प्रतिभाहरू उजागर गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको विज्ञान शिक्षक समाज कर्णाली प्रदेशका अध्यक्ष लोकेन्द्र चन्दले जानकारी दिनुभयो। विज्ञान शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान शिक्षक समाजलाई चाहिँ गभर्न गरेको है दिएको छ र त्यही कार्यक्रमलाई चाहिँ हामीले 77 जिल्ला सम्भव भएसम्म र 7 प्रदेशमा यो कार्यक्रम सञ्चालन गर्दैछौँ। यो सिनियर बायोलोजी ओलम्पियाड 2025 र त्यही क्रममा आज हामी यहाँ साउथ एसियन स्कलर्स एकाडेमीमा सुर्खेत जिल्लाको बायोलोजी ओलम्पियाड चाहिँ सुरु हुँदैछ र यो पहिलो चरण हो। यो कार्यक्रमको बारेमा भन्दै गर्दा यो पहिलो चरण हो। आज तपाईहरु चाहिँ एउटा एक्जाममा सहभागी हुनुहुन्छ, 50 वटा एमसीक्यू हुनेछ र यो एमसीक्यूबाट तपाईहरु सिलेक्सन भएर फेरि जिल्लाबाट सिलेक्सन हुनुहुन्छ र प्रोभिन्स लेभलमा कमिङ विकमा देशभरिको रिजल्ट एकैचोटि आउँछ यही हप्ता। अनि त्यसपछि प्रोभिन्स लेभलको एक्जाममा सहभागी हुनुहुनेछ। त्यसपछि नेशनल लेभलमा पनि तपाईको आफ्नो प्रतिभालाई त्यहाँ चाहिँ प्रदर्शन गर्न सक्ने अवस्था रहन्छ। दोस्रो चरणमा चाहिँ तपाईको सब्जेक्टिभ र अब्जेक्टिभ दुईटै एमसीक्यू र सब्जेक्टिभ दुईटै क्वेशनहरु हुनेछ र नेशनल लेभलको पनि त्यसै नै अगाडि बढ्नेछ। र हामी चाहिँ यो कर्णाली प्रदेशबाट पनि देश राष्ट्रिय स्तरदेखि लिएर यो अप्रिलमा चाहिँ नेशनल लेभलको सकिन्छ। त्यसपछि फेरि अप्रिल पछाडि चाहिँ तपाई इन्टरनेशनल लेभलमा पनि प्रतिस्पर्धा गर्नको लागि चाहिँ छनौट हुन सक्नुहुनेछ। त्यो हाम्रो लागि अत्यन्तै एउटा अवसरको रूपमा रहन्छ। विज्ञान र प्रविधिको क्षेत्रमा, विज्ञान र अनुसन्धानको क्षेत्रमा तपाईले केही गर्न चाहनुहुन्छ, त्यो पनि बायोलोजीको क्षेत्रमा आफूलाई र आफ्नो भविष्यलाई त्यहाँ चाहिँ एउटा उत्कृष्टता प्रदर्शन गर्न चाहनुहुन्छ भने यो पहिलो फुटकिला हुन सक्छ तपाईलाई। र बायोलोजीको क्षेत्रमा तपाई आफ्नो इन्टरनेशनल लेभलमा पनि ओलम्पियाडमा सहभागी भएर आफ्नो क्षमता प्रदर्शन गर्न सक्नुभयो भने, छनौट हुन सक्नु भएन भने तपाईका भविष्यका करियरहरू प्रशस्त मात्रामा खुल्नेछन् र त्यहाँबाट तपाईको आफ्नो जिल्ला, आफ्नो देश, आफ्नो प्रदेश आफूलाई चिनाउने अवसर पनि प्राप्त हुनेछ। कार्यक्रममा सुर्खेत जिल्लाका 10 वटा विद्यालयहरूको सहभागिता रहेको थियो। अब अलिकति आर्थिक समस्याहरू हामीलाई पर्न सक्छ। हाम्रो यो आर्थिक धरातल अलिक कमजोर छ, नत्र भने तपाईहरुले आफूले चाहेको कुरामा पढ्नको लागि कसिनुपर्छ। किन भन्दा आफूले चाहेको कुरा तपाईको अभिभावकले पनि सहयोग गर्नु भने तपाईलाई त्यो अगाडि बढ्न सजिलो हुन्छ। हामी एउटा अभिभावकीय भूमिका र मोटिभेसनमा मात्रै काम गर्न सक्छौं। तपाईको अभिभावकलाई तपाईले अत्यन्त सहयोग गरेर तपाईको प्रतिभाहरू अगाडि बढाउनु भयो भने भविष्यमा तपाईहरु हुनहार युवा वैज्ञानिक बन्न सक्नुहुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै आजको यस ओलम्पियाडमा तपाईले भाग लिनुहुन्छ र उच्च मनोबलका साथ आफ्नो बुद्धि र विवेकलाई प्रयोग गरेर
अगाडि बढ्नुहोस्। यो कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रहबाट टाढा रहेर शुद्ध रूपमा पेशागत एवं यो एकाडेमिक कुरालाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामी लागिरहेका छौँ। यसमा सम्पूर्ण साथीहरूलाई यो विज्ञानको क्षेत्रमा काम गरेर देशका विभिन्न प्राकृतिक स्रोत साधनदेखि लिएर यो जति पनि हाम्रो मानवीय स्रोतहरूको विकास गर्न सकिन्छ त्यसबाट नै देशको भविष्य निर्माण हुन सक्छ भन्ने यसको मूल ध्येयका साथ हामीहरू लागेका छौँ। सेक्टरमा आएको परिवर्तनलाई नेतृत्व गर्दै अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्छ।